हेलो साथीहरू, अहिले चाहिँ फेरि हामी अर्को रुममा आएका छौँ अनि यिनीहरूको एक्जिबिसन चाहिँ अहिले भइसकेको छैन हो। यहाँ यो एक्जिबिसन चाहिँ भोलि हुन्छ अनि यो चाहिँ यो चाहिँ के बनाएको अरे हो? यो चाहिँ अब त्यो ट्रेनको मोडल यो चाहिँ बनाएर यहाँ चाहिँ ट्रेनको मोडलहरू बनाएको अरे हाम्रो क्लास 6को स्टुडेन्टहरूले हो। यहाँ चाहिँ अब यिनीहरूले त्यही रहेछ, क्लोथ सप रहेछ, त्यहाँदेखिको यो सप रहेछ एउटा हो। अनि यो चाहिँ दामी बनाएको छ है नानीहरूले, ब्रिज बाटो नै रहेछ। आमामा अब यहाँबाट चाहिँ कसरी चाहिँ गाडी उँधो जान्छ होला नि। अब यहाँबाट चाहिँ कसरी, यहाँबाट एक्सिडेन्ट हुँदैन हो, त्यही पनि उकालो आउने बनाएको रहेछ हो। त्यहाँदेखि चाहिँ उनीहरू चाहिँ सिटी हस्पिटल बनाएको रहेछ। त्यहाँदेखिको चाहिँ यही यस्तोहरू बनाएको रहेछ। यो चाहिँ सायद हाम्रो नानीहरूले ट्रेन बनाएको होला। त्यहाँदेखि चाहिँ अब यहाँ हेरौँ न साथीहरू, यहाँनिर हेरौँ है। यो चाहिँ यिनीहरूले गार्डन बनाएको रहेछ, पार्क बनाएको रहेछ। पानी क्या वाटरफलहरूबाट चाहिँ यस्तो भएर चाहिँ कलेक्ट गर्नु यो यहाँ पनि दामी बनाएको रहेछ त है। के लाग्छ यहाँनिर पानी त पानी हालेको रहेछ, थर्माकोल होला सायद। अब यहाँबाट पानी आउँछ, त्यो पाइपबाट आएर चाहिँ यहाँ त्यहाँदेखि अर्को यहाँनिर छ साथीहरू। हाम्रो नानीहरूले चाहिँ भोलि चाहिँ यहाँको उयो हो एक्जिबिसन प्रोग्राम। एक्जिबिसन सुरु हुनुभन्दा अगाडि म फेसबुकमा अपलोड गरिदिन्छु। साथीहरू मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनुहोस् ल, सेयर पनि गरिदिनुहोस्।